हेलो गाइस, अब आज हामी रारातालमा आइरहेको छौँ टक्क लाएर। हेर्न सक्नुहुन्छ राराको भ्यू। आहा हिमाल हेर्नुहोस्, यस्तो दामी यहाँबाट। वाउ पर हेर्नुहोस्, वाह केटाहरू मस्त खेलिरहेछ। यता टोलीहरूले यता चटपटे बनाउन लागिरहेछन्, खाइरहेछन् मान्छेहरू। कलीको माया नछुटिने गरी म पनि देख्नु पर्न। हाई वेलकम टु रारा। हेर्नुहोस् क्यामेराम्यान भिलेन उहाँ नै हुनुहुन्छ। पर्छ टक्क साथी हो। यहाँ आउनुहोस्, पानी खेल्नुहोस्। पानी यति चिसो छ, अलि नजिकबाट देखाइदिनुहोस् साथी। राराको पानी पनि छोएर देखाउने थियो हामी। म टाउकोमा यस्तो टाउकोमा पानी हालिहाल्छु राराको। खासै चिसो रहन्छ। यस्तै हो हामी आर्मी बन्न आएको मान्छे, बेरोजगारीहरू साथी हो सबै यस्तै हो हामी। एकचोटि धाराको पानी र गाउँ बनाउने विचार छ मेरो चाहिँ। यस्तो निलो पानी छ नि, तपाईँहरूले देख्न सक्नुहुन्छ। रियलमै आज म पनि आएको छु यहाँ। यस्तो निलो पानी। मेरा भान्जे हो नि मस्त। र म सँगसँगै अहिले फर्म भर्नेदेखि लगायत इन्टरभ्यूसँग साथमै छौँ हामी। अहिलेसम्म साथ छुटेको छैन र यहाँ पछि पनि साथ नछुटोस् भन्ने म चाहन्छु। हाम्रो मामा भन्छ पल्टन पनि एकै ठाउँ परोस् भन्छु म। वाउ वाउ हेर न। वाउ वाउ सिन हेर्नुहोस्, यस्तो बवाल छ यहाँ। रारा भनेको रारै भन्छु म त। वाह खासै मान्छे त छैन यहाँ, तर ओ पारी गाउँ देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ चाहिँ गाउँ छ फेरि यता यता छेउतिर। तर यहाँ राराको टोटली लम्बाइ चाहिँ 5 किलोमिटर रहेको छ भने चौडाइ 3200 मिटर रहेको छ। 3200 रहेको छ र यसको गहिराइ चाहिँ 167 र 68 69को हाराहारी गरेको छ अहिले यहाँ। यो रारा राष्ट्रिय निकुञ्जभित्रै पर्ने पर्छ। रारा राष्ट्रिय निकुञ्जको लम्बाइ 106 रहेको छ। त्यसभित्रै अवस्थित रहेको यो राराताल। वाउ ब्युटिफुल। यहाँ देख्नुहुन्छ यस्तो फोटो हानिराख्नु भएको छ।